त्यो चुयाउनु पर्छ होला होइन काठकै चाहिन्छ सर कहाँ मैले पनि त हेरेँ नि काठकै नपाइनु हुने छ भाइ मैले भाइलाई ठिक लाग्यो त्यो खाटमा गएर भन्नु भन्दा कति रमाइलो मुडा बस्छ नि यसले चाहिँ नराम्रो है यसले राम्रो छ के राम्रो छ दाजु तर लाख मोबाइल खोल्यो भने एउटा धेरै लिनु बोला पनि सबै राखा है भिडियो गरिरहेछ यहाँ गरेर के हान्थ्यो मैले लिएर जान्छ युट्युबमा हालिदिइहाल्छु त हेर्नु हेर्नु पर्यो नि के हुँदाखेरि हेर्दा हेर्दा तर्नु नि भयो अब त दाइले ठिकै हुन्छ पछि चाहिँ पहिला चाहिँ नजाइछ जान्न जान्न बचेर बढ्नु नसके म खुट्टा धरेर पठाउँछु खुट्टा धुम्बा हेर्दा नचोके बाउले कहीँ हो भन्दा पहिला धुन त परिगयो नि चुप लाएर नबस फेरि दिन नछ टिको लाएर भने ल पठाइ कहाँ आउँछ भनेर पछि त अहिलेदेखि त्यो पञ्ची पाउँछस् पहिला नजारे खुट्टा मात्रै धोइदिने रे ठुल्बाउले त भने कि त्यही मात्र गर्छ फेरि ल खुट्टा मात्रै धुने त मैले हाल्छु नि होला मम्मीले खिच्ने रे क्या यो भिडियो आमाले भिडियो लगाइदिनु आमाले तैँले भाइलाई लाइदिन्छस् म खिचिदिन्छु तपाईँ पछि सबै ऊ टिका लगाएर देखाउ न उता बाबा कस्तो निनो लाग्यो भने सुतिस् त गुरगुर गरेर भिरा झन् त्यहाँ लट्ठै कस्तो निनो लाग्यो भने म त आँखातिर रक्सी खानालाई चाहिँ मिठो के मिठो रे खानालाई चाहिँ गाह्रो नमिठो नमिठो है हल्लो डढेको जस्तो सुरुमा हाल्दा त वाक्कै आउला त पछि खानु जाँदा त्यही पनि मिठो कुन रक्सी फर्केर पारेर त्यहाँ ठुलो बदल गयो मिठो छ हो खायो मैले त मम्मी दिदी नखाने कति घोप्ट्या तिमीहरू टिका लाग्नु हेर है टिका लाग्नु ठुलो बाबा ध्यान बाबाको राम्रो रहेछ कि खोइ कति हेर्नु पाउँछ सुती हिजो मभन्दा म चाँडो सुतेँ कि दाइ चाँडो सुतेँ थियो त चाँडो सुत्ने मजा माथि गुरे दिन्छ म बिहान धेरै तिमीलाई घर अब सबै कलर लाएँ भजन गाएर अब रातो लगाइदियो नि अझ त्यो कलर पुगेन म त कृष्णलाई सुताएर म त सुतिहालेँ निदा आएछ है उसले खाना आउँ भन्छ ऊ चाहिँ बाबा हाल्दैन उहीँ सुत्यो अनि त्यसलाई पुग्यो बल्ल राख्नु त अनि कस्तो राख्नु पर्ने रहेछ भन्छ ल अझै ओरे पारे पोल्ला हाततिर सार्दिदी चाहिएको मैले तपाईँको सार खुट्टा पोल्छ त्यो झोल सारो हामी त यस्तै त हो नि सुत्ने हो उठ्ने हो बोल्ने हो खाने हो चल्ने होइन दाइ तपाईँलाई मारिसक्यो आउँ न भन्छ गेममा म मरिहाल्यो नि भन्छ त्यो कानको सिका भने त्यो फ्री फायर खेल्न चाहिँ यता न्युज पनि लागेको छ त्यो हात चिसो भयो म सिकाउँदैन फ्री फायर खेल्न
एकचोटि पहिल्यै पहिला आउँदा नि के फ्री फायर खेल्न पाएर रोग होइन यो यस्तरी खेल्छ तेरो फ्री फायर अहिले पख एउटा फिरफिरे सगत्र डोरी बाँधिन्छ हुन्छ हुन्छ यो बढी त त्यसरी घुमाउने मूल कहाँ गयो कि काउलाबाट गयो कि फिरफिरे समाउने डोरी ल्याउने ढाडा बाँधिदिने उडाइ बस्ने पाला आउँदैन त मुल्कामा अनि हामी पनि त्यसै गर्थ्यो अनि अलिक बुझ्ने भयो नि अनि मम्मीले नि तैँले यो बाँधेर तेरो टाउकोभरि घाउ आएको भनेर अनि हामीलाई पनि दिने कुन कलर लाउनु पाएन मैले हामीले चाहिँ अरियाल चाहिँ बाँडेर टोक्यो त्यो त गाई के भन्थ्यो अरे त्यसलाई बाबा हामी मात्र गाइने किरा के भन्यो है त्यसलाई गाइने लाँदैछ क्या सराप दिन्थ्यो गाइने किरा भन्छ अनि के भन्छ फिरफिरे नै भन्छ नि दसैँ किरा भन्छ दसैँ किरा त अर्को रङ्गिन चङ्गी आउँथ्यो होइन कान्छाको निधारमा त जति टिका लाए पनि 7 तरङ्गी 9 रङ्गी लाउँदा पनि नभरिने भयो त है तलबाट अझै त मुछे चाहिँ टक्क ठुलो लाग्यो खानु पर्यो रे पानी हो पानी चाहियो कति ज्ञानी भएर बसेको छ मेरो भयो त आज आयो होला त फाल टिका लगाइदिन्छ भनेर यहाँ भयो मामाहरू नगई बसी छ बस्नु पर्यो नि त दुइटै आमा न बाउ ए बाबा नि चाहियो त्यसलाई त हामीहरू भयो भने त के सानो कुचिएर त त्यो त्यही त आमा चाहिँदैन कोही चाहिँदैन बाबा पुग्छ भन्छ फिल्टर गरेर बच्चनको हुन्छ त्यही ल्याइदेऊ न थ्याङ्क यू पानी न थ्याङ्क यू दिदी भन् न पानीलाई थ्याङ्क यू भन्नुहुन्छ ल्याउँछ दिदीले थ्याङ्क यू पानी दिएर थ्याङ्क यू पानी भन्छ ल्याउँछ दिदीले ल्याइदियो ल यो 10 दिन खालको हो त यो बाउ भन्दा चर्को छ बाख्रालाई कुटेर है बसी टिक्दैन घरि बुढो कुरा निचरन जान्छ के हजुर भयो हो है कल्ला त देख्नै नहुने हो त्यसो गरे बाख्रालाई किन नि ओरेन्ज भयो पिङ्क भयो रेड भयो ब्लू भयो पहिला तलबाट लगाइदिन्छु मैले कृष्ण दिदीले ठिक लाउँदा ठिक हुन्छ ल ओराउ ओराउ भाइ निवारी भाइ कति राम्रो भएछ टुकुरुको बसिरहेछ ल अलि हराइछ त्यसलाई अलि देख्दैन अलि ओराउ भाइ अलि तरै दादा अलि ओराउ त अलि प्लेट अलिकति उयो भयो कि सबै कुच्चाएछ तिमीहरूले कुच्यास उसैको भाग हो त्यो मलाई चोको ओराउ भाइ चोको पाए त भाइले मलाई दिन्छ 2 बट्टा भएछ भने निनीको पनि चोको पाए दिदीको पनि चोको पाए मलाई दिन्छ है एक बट्टा है हो भन न त्यो जिब्रो के गर्यो भने जिब्रो त्यसो नहर न हो ओराउ त ओ गुड टुक लागेछ आज टिका ओ गुड किर्सनको त नाकले नि टिका लाग्छ ठुलो बाबुको नाम राख्ने भयो ओराउ उसले ओराउ ओरा ओरेन्ज ओराउनुस् त ल अब रेड लाइन्छ यताको हानी दिदीले लाइदा ठिक हुन्छ त्यो ल्या गुड वाउ कनिसाको भाग मसिम पनि राखेको कि छैन खै देखेन राखेको कहाँ छ निकाल्दे त्यो कृषकमा राखेको
भिडियो त गरे यता आयो तिमीहरू गर्नुभयो पसिनाको केही गर्न सक्दैन अझ घाम ल लाइदियो अब दिदीले हाँस्ने ल न गाडी ल होइन त्यो मसिनको तरिसा भएको पनि थियो नि त अब त अनि त्यो दिन बेला आउँदै खान्छ ल ल के खाँदा ल ताइसा देरीको भात देउता चढाउनु छ त देउता चढाउनु देउतामा चढाइसक्यो हाल न दुईपट्टि अब यो पनि देउताको भएको के सबै टनिसाको र उसको भयो त बाबुको भयो तल त्यो देउताको भात छोडेर खोइ मैले हालिसकेँ त देउताको बाबु त ठुलो आउँछ ल्या छुटाएर ल्याएको राख्यो भने त्यो चाहिँ यता हो उयसमा छ यता छ ए त्यो त राख्यो ल्याउला होइन यता पनि छ क्या नि हिजो एक भाग एउटा देउतालाई चाहियो होइन मैले उता एक भाग आमा ज्वाइँ यस्तो आराम त्यो चाहिँ हो सानो मान्छे लजाको बार तपाईँ एकछिन ढल्नु के आयो भाइ यो यस्तो छ भिडियो रेकर्ड गर्नु म झन् हिरो मान्छे उताड आमा उतै खाटो जाने त्यो क्यामेरा सगाएर पाउनु भाइ अलि ओराउ म तिमी सानो कि खोल्दै त एक लाइन मैले दिन्छु ल एकछिन गर्नुभयो के भयो त ल यता आउनु भुलौँ के भयो ल भयो दिदी आहै आएका हामी खै ढाका टोपी कहाँ गएछ टनिपुर कस्तो राम्रो मुरा अझ एउटा पाए पनि बुन रहेछ ड्रेस त त्यही भएन कहाँ लाओस् त अनि कसले पाउन जसले लगाएको त्यसलाई दिनुपर्छ कति राम्रो भयो नि त्यहाँ चुटुक्क परे अलि दाउ त यहाँ आएको कालो टोपी पनि थियो त्यही त टोपी एउटा हरायो कहाँ हरायो भने कति राम्रो छौँ न समाइदेऊ आमाको समाइदेऊ त्यो चल्ने है मैले त अघि नै देउतालाई लुके गरिसक्यो अब भाइको पालो गरेर टङ्गी हाल्ने नि त तिमीहरू दाहिनेहरू भयो दाहिने भागै भयो कस्तो खालको आमा चाहिँ खतरा पोजमा छिन पोजमा छेउ हुने कान्छ अलिकति पछाडि काटेर ए मसल लाउँदिनँ त्यो 12 चुटै लुके गर्दैनौँ कहिले सिरायो हराएर त्यस्तो के हो खरानी त्यो बदम त्यो कटु सबै हाल्ने अनि त्यहाँ होटल लाग्यो नि यिनीहरूले हानत थाहा गरी खटाखट गरेर फेरि कस्तो भनेर टिप्दै खाइदिने अनि उसको खऱ्यो भने खऱ्यो भने गऱ्यौँ भयो हेर यहाँनिर के अरे ल गुड खास है पहिला टनी यत्रै थियो पछाडि बसेर तेरो पालो तर तँले पनि ज्ञानी त ज्ञानी ज्ञान छ नि साना किन ज्ञान नहुनु कस्तो ज्ञान अहिले पनि ज्ञान त छ नि अनि ज्ञानी चाहिँ पढाइ मात्र हो पढाएको छैन बाबु अहिले के दोले एसएलसी पास गरिराखेन होला 8 कक्षा केपी ओलीलाई ल्याएर पढाउँछु भन्थ्यो
अब जनआन्दोलन भए पनि केही गर्दैन बाबु भयो नि हुन्छ शेरबहादुर देउवा आमा अर्जुन भाइको पालो भाइ अलि अगाडि आऊ भाइ गुड छोरा बुली सोधामा यहाँ चोचो झार्नु हुँदैन टाउकोमा राख्नुपर्छ मम्मीसँग गएको भए यस्तो पूजा गर्दैन बाबु तिमीलाई टाउको त बोल्ने हुँदो रहेछ यसरी निलले टन्न पारेर हानेपछि होइन त 2 हात थाप हो गुड आमा हो कति राम्रो आएको है भयो त्यो झार्नु हुन्न यी बाबा पनि त्यस्तै छ यी हैन है कति राम्रो आएको है अब दिदीको पाला आउँला घल्लो पनि खै बाबु अलिबाट आउनुहोस् त अलिबाट आउनुहोस् न मैले हिँडा गर्नु पर्यो क्या देखेन कि बेबी तिमी क्यामेरामा देखेको छैन हजुर आउनुहोस् न डेढो आहाले हेर डेढे आयो आयो ल अब दिदीले गर्नु दिदी गर फेरि पछाडि गयो फेरि देख्दैन है अगाडि नै बस्छ सर देखेरै क्या अब ल गर के सायद दिदीले गर ताली पड्दैछ अलि छ देब्रे हो छ उता गर्नु पर्यो हैन दुई हात अगाडि राख्छ नि अगाडि राख्छ हात अर्को न अगाडि राख्छन् धौदियो त नाटक गर्दै अब हात अगाडि राख्नु बाबु दुईटा हात अगाडि राख न ल कस्तो राम्रो देखिन्छ फोटो एउटा खिचेन मामा बाबाको मोबाइल राम्रो छ भनेर बाबु मेरो मोबाइल उता छ नि चार्ज गर्छु हो एउटा फोटो हाल्छु उता गरे भए शीतल हुन्थ्यो है जस्ता तातो के विशाल बाबु अरे त हात अगाडि राख्छ र यस्तो गर छ र यस्तो पछाडि राख्छ मन पऱ्यो साह्रै कुकुर छड्केर हेऱ्यो के काम थियो सुत्दाको धनी के गरे अलि अगाडि हो भनेको देख्दैन तनी ब्रो किचन फेरि स्माइल देऊ फेरि स्माइल देऊ यस्तो देऊ न आमाको रे है कृषा यो फुलमा माला भने हो है दुईटा कतिवटा माला ल मेरो त अलिक पालि यो तँलाई चाहिँ ठुल्ठुलो भाइहरूलाई शीर्षमा सानोलाई ठुलो भने लेख गाँठ पार्दैछु म कुन चाहिँ हो यो यसोलाई यसो भाइरलाई माला बोकेर हिँड्नु नसक्दा त्यही भएर मैले एउटा एउटा मात्र हुन्थेँ दिचैको हुन्छ भनेर मलाई एउटा एउटा मैले चाहिँ म धानको र जाउको एउटा एउटा हुन्थ्यो लगाइदेऊ सानो पख यहाँ गाँठ पार्दैलाई टिका लगाइदेऊ लगाइदेऊ एउटा लगाइदिनु ओहो मखमली पनि छ त है पहिला मखमली माल लगाइदिनु दुईटा लग्यो मैले पनि दुईटा लगेको थियो बुहारीले पहिला तपाईँले दुईटा ल्याउनु भएको छ सोहानी ल्याएको त म लान्छु है भने ल यो तनी तैँले लगाइदियो भाइरा एकछिन भिडियो छिट्छ मेरो होला कस्तो आएर म पनि हुन्थ्यो नि आँखा नदेर कता
उसले त अब के दिन बाँकी र भोग्नुपर्ने हो थाहा छैन खालि सकिन भनेको छ के गरेर एउटा चिवा धागा हाल्न सक्दैन कहाँ दिएर त कहाँ सक्छ त नि कहीँ के दिएको थिएन दुईवटा भन्दा नि उता मन्दिर पुछा बसेर कुखुराले हाल्यो पहिला हुन्थ्यो नि म त 3 लडाएको नि हुने पहिला पहिला त सक्यो बाइकमा आउँदा त मान्छेलाई डरै होला त उमेर पुग्यो नि मामी हो यस्तो जाउ पनि त्यस्तरी हुन्थ्यो म जाउ हुन्थ्यो टक्क पारेर हुन्थेँ सक्नेको गर्ने हो नसकेको कहाँ सक्दा त फेरि कति भ्याउनु नि दुईवटा बच्चाहरूले दुध खाए पनि भेट पानी घाँस दुख्यो भने आए पनि पधरा पानी बोकेर पनि भ्याउँथ्यो अहिले त के हो टावर बनाएर बसे मैले टनिकलाई जौको मात्र ल्याएको छु मखमल पनि हो गाँठो पारेर हुन्छ कि गाँठ पार्नु हुँदैन भनेर अहिले पारेर लानुपर्छ पहिला किने फुल के हो नि त नत्र त्यसो भन्थे फेरि गाँठो फुकाएर फेरि बाँध्ने कहीँ फुल्छ नि यति धुलो पारेर फुल लगायो नि 2 भाग लानु पऱ्यो मैले त सिलवारी त होइन बाछा भाइ अहिले बोला आऊ त भाइ ल समाउनुहोस् 2 हातले हिँड ल ल्याउनुहोस् त यो लाउनुपर्छ फुल फुकाल्नु हुँदैन है आज त भरे बेलुकासम्म सुत्ने बेलासम्म लानुपर्छ मलाई देखाउनु पर्छ टिकटकमा त्यत्रो भने होइन अरू जे सुयो गर भाइ फुल कति महँगो फुल लगाइरहेछ जुवा खेल्यो नि खेल तास खेल्यो नि खेल जहाँ गयो नि जहाँ उहाँलाई चाहिँ नफुकाल दिनभरि ला भनेको अब कृषालाई हेर सुजितले ठ्याक्क रोज दिएको ठ्याक्क म 2टा बनाइदिन्छु नि भाइ कृषालाई त कति ठिक्क के उसैलाई बनाएको त रहेछ ल रिमाई त अब भाइटिका लाग्छ त भइस् त अताइले माला लगाइदिएन माला लगाइदेऊ न दादालाई त्यही हो ठुलो थुङ्गा लगाइदियो अनि यो पनि अगाडि सरे उसलाई भन्नै पर्दैन त्यहाँ कति राम्रो रहेछ है जे पनि त्यसलाई लगाइदिए कालतिर जजनको झिके खानु भाइ त्यही आलुको बाटा कृष्ण त के हो उन्नला जस्तो कति राम्रो मलाई बनाएर राख्दै जजनको महाराज ठुलो मम्मीलाई तिमीलाई सजनको त हामी टिका लाउनु ल्याउनु यो दादाले एउटा भुइँमा खायो के भने त्यहाँको के यहाँ खाटा ठिक्क पारेर लगाइदिसे भाइ नचला फुल नचला राम्रो हुँदैन कतिवटा माला होला बाबु के हाल्ने सकिन्छ पछि रहेछ नि अहिले दिनु पछि दिनु हुन्न छ भने नि अनि फेरि अब
अहिले लास्टमा दिने होइन सगुन त पछि अहिले दिने हो र फुलमालामा सकिन्छ के अरे हो यिनलाई के थाहा हिजो त मलाई सोध्दै थिइन् मलाई के थाहा मैले नि यस्तै गरेँ अब अनि सागुन दिएँ अनि सोधीबाट टिका लाउने भयो नि टिका लगाइदियो अनि बत्ती ननिउँदाखेरि स्वाटो बढाल्ने सिधै सगुन खाएर बत्ती नियो टिको लगाइदिने सगुन जुत्ता हालेर टिको लगाइदिनु बढाल्यो यो सिध्याइदियो होइन अक्षता टिका बनाएर अक्षताको नबनाएको बनाऊ आँखेको राम्रो भएछ क्या आज अक्षता पूजा गर्ने मात्र अरे निधारमा नलागे हुन्छ भन्छ हुन्छ हामीलाई त लाग्दैन राम्रो छ के कति दुःख भन्दैछ भन्दै त मलाई अघि म चुप लाएर बस्छु खुट्टा दुःख भन्छ के दुःख भन्छ रेड कलरको भन्नु अहिले त मलाई त्यस्तै होला भने हो अहिले नै सिध्याइदियो रातमा हाल्दैन अलिकति अनि टुक्रो टुक्रो गिलासमा नि ल्याउँदा अब गिलास प्लास्टिक गिलास कहाँ देखाएको ऊ यहाँ गोठ भन्छ यहाँ मुख खाट भन्छ यहाँ भाइ बसाइ छ म देखाउँछु ल पछाडि म देख्दैन त सबै छ मैले हालिदिउँ के लेख्छ पनि झ्याम्ने खानहरू यसको हो यो के खान्छ हो यो त कुटु कुटु बदाम मुलीलाई चाहिने कति हालेको कति हाल्यो यो त घाममा खाने हुँदैन धेरै ल खान्छ नि सबैलाई राखेँ होइन ओइला ओइला रक्सी र छ्याके चिन्दैन के भन्नु म जाँदाखेरि त्यो घर अगाडि भैला के खानु मामाहरू दुइटै बग्ला छ क्या उल्टो भयो चाहिँ यता भाइ दिदी भन्न भन्न दिन्छ मलाई दिन्छु भन न आमालाई फोटो खिच्नु पर्ने एउटै फोटो खिच्नु किने नि भन के खाने सबै खाने भने के खाने भने भाइ समाउ मात्र है भाइ ल यिनीहरूलाई पनि त्यही हो हिँड हिँड थ्याङ्क यू ल खाए अंडा चाहिँ खाइदेऊ त्यो खायो त उफ्रे अनि रसी चाहिँ नखाइदेऊ खान्छ कि जोला हेरे छ ते टेस्ट गर त खामा नै दाइले खाने एउटा मान्छे खाइदियो कस्तो लम्पत्र पऱ्यो अहिले पर्दा उता भिडियो गरिरहेको छ हल्लेलाई खाडबाट गाह्रो हुन्छ बा के गर्ने गाह्रो हुन्छ खाएको केही छैन हतारेर आएको छ अनि के जस्तो दिनले पुगेन कि त्यो दिन के दिने मलाई शीतल पाइसक्यो सगुन आएन भाग्यो भन न भुइँमा राख्नु हुँदैन खाऊ ज्वाइँ ए ज्वाइँ यो किन नखाने है नानी यो लैजा त उता पखिहाल्छ उता निन्द्रा छ एउटा त माछा त टुप्पोमा समाइरहेको छ खाने आउने किन भाग्छ भनेर काली भाग्छ भनेर भरे ज्यान हुन्छ कति खटा ओह मैले त उता खानुपर्छ नखाने बस्नु नि त्यहाँ बस्नु माछा देखेर त्यहाँ बस्नु न कहाँ खाना खानु न एउटा अन्डा बनाउने म खानु
ल खाँदैन तपाईँले कहाँ त्यो त अन्डा त्यस्तो नखाइकन राख्नु अलिकति चाख्ने अलिक बाह्र खान्छु मैले पऱ्यो खान यहाँबाट त्यो जुट नाच्नु यहाँ पर्दैन नखा अन्डा खाएपछि त्यो भइहाल्यो त त्यो त खान यो अहिले अनि यो के सबैलाई पनि खुवाइदिएको सट्टै पारिसक्यो उसले त्यसले छोडी बनाइदियो अरे हावा ऊ जान्छ भने होला नि बिहानले है नचाह न माछा अब टिका लगाइदिनु खा किचल दादा टिका लगाएर पढाइदिनु भइसक्यो म त यो कहाँ आएको चाहिँ खान्छ घर भइ खाने मलाई टिका ल्याइदिएन हुन्छ ल तिमीलाई पिस्ता चाहियो ल थाहा गर्नु परेन चाहिँ मुनामा बसेको छ नि पानी कस्तो पढा अहिले लुकाएर खानु आएर नि त कति महिना अगाडि किताब बुझालाई हुने रहेछ त्यही माया भएपछि माया मरुला म त उठेर लाउनु पर्छ होला त्यहाँ बस्नु टिका यस्तो गर्छ म पछाडि बस्छु नि त मेरो ब्याग निकाल न कालो ब्याग छ ब्यागमा लिएर हुन्छ दाइ टिका त लगाइहाल्छ ब्यागमा टिका खाइ अनि पर्छ काहीँ त अहिले त उनी हात नाचेको त है पानी नाच्यो अझै त मोती छिरेर यो के अर्को ओइ ठुलो चाहिँ हो टिका सुरु हुँदैछ हाम्रो तैँले लगाइसकिस् होला केटी छैन लाउँदै हो हामीलाई त माथि माथि लाग्छ भाइ हुँदैन सप्तरङ्गी लाउनु लामो गरेर लैजाऊ न होइन कस्तो लाग्नु माथि हुँदैन हुन्छ त्यो लामो गरेर लाउँदा चाहिँ त्यो सुहाउँदैन कि भाइले पनि त्यही दाइले दिले नि दिलाउनु नै हुँदैन भाइ टिका र दिल लाग्यो कि सिन्दुर चाहिँ आमालाई देऊ पप्पु होइन हामी काली ल्याएको केरा त्यो पहिला जस्तो ठुलो ल्याउनु माथि होइन कति छ है पसिना खलखल आएको है त पसिना नआउने मान्छेलाई अलिकति पानी ल्याउनु हात चोक गर्छु त ढिला टिका यहाँ म दिन्छु त्यो ठुल्ठुलो केरा त आउँदैन होला है एउटा खाँदै कहिले आउँदैन आउँदैन सिजन होइन नि त एउटा खाँदै आउँदैन ती यस्तै लामो केरा देख्नु पाएको त 25 के छ यो नि खाऊ लिएको के हुन्न सिन्दुरको प्याकेट छ सबै झालेर खाऊ है फुलहरू छ फुलहरू कहाँ झालेर कम कम खाइदेऊ खाइदेऊ मिठो छ मिठो खाऊ खास चस्मा खाऊ नि यस्तै खानु गरे त खानु हुँदैन रहेछ खास ओइ पानी पनि हटाउँछ सबै पुगेन कि भन्छ दिनु अब आज दिनभर चाहिएको हो जतिखेर हुन्छ त्यतिखेर अमल कहाँ आयो अमला बोयल पिठौली कटुस कटुस बदाम सबै हुन्छ सबै हुन्छ है दिदी अर्को साल चाहिँ एक दिन अगाडि आउने सालको सबै आएपछि आफ्नो चाहिँ भएन हिजो भोट उठेर गएको आएर नि सबै काम पकाइसकेर चाहिँ यिनीहरूले हिजो फेरि जे पकाउनु नपकाउनु मान्छेहरू घरका आमा होइन म आउँछु नि अर्को साल कोही पनि नहुँदाखेरि पनि सबै आएर टन्न भइसक्यो हामी चाहिँ सबै कुरेर बस्ने कोही पनि सुन्ने भएको छ है रुमाल चाहियो रुमाल चाहियो लाउनु ऊ त्यो झोला दिँदा दिमागमा त्यो झोला दिँदा यसरी पुसेर भयो नि भयो झोला पनि त उयो रहस्य त रुमाल मन लगाइदिउँ अब मित्री काम नगरे ओहो मिस्टर ह्यान्डसम भइस ह्यान्सी ब्युटी भन्नुपर्छ कहाँ ह्यान्डसम यही भयो हुन्छ होला गन्ड्याउरीको असिम मेरा सुक्न पालेन पालेन आज लक्ष्मी भयो
ल खाऊ खानु मिल्छ खाइदे भाइ खाइदे यो चाहिँ मिनीलाई दिने है एउटा खा जान्नलाई भयो क्या ग्याट हो नि रातो मात्रै लगाइदिँदा हुन्छ माथि लगाइदियो बाबु चप्पा भइरे चप्पा आमा म त उसा मर्ने मेरो तिहार त हुन्छ नि खबर लगाइदिएको बक्स क्या हो है थोरै मात्रै लगाइदियो भनेको कस्तो आउँछ रहेछ ठिक छ यस्तै टिका सुहाउँछ क्या मलाई पनि हो लामो पारेर के ल लामो ठाडो पारेर लगाएको छ है मलाई अप्ठ्यारो लाग्छ पर्दैन राखेर पर्दैन म्याम बा तिमीहरू सानो खाउ ल मलाई एउटा टिकटिक लगाइदिइहाल्छ छोरा भइहाल्छ अनि दिदीको पालो आउँछ यसो मात्र गरेर लगाइदिउँ छोरा टिक्क लगाइदिउँ अब लगाइछ नि त मलाई गुड ल यो राखेर देऊ यो निहुरिन्छ फेरि ल मलाई उसलाई लगाइदियो त छोरा टिक लगाइदिनु के हालेर गङ्गो आयो त्यो हात समाएर फुल मात्र ल यो त्यो यो मिनीलाई दिनुपर्छ केरा भइबाक ल फुल दुईटा आइसक्यो ल ल यो फुल हाल यहाँ फुल हाल नि देऊ न फुल ओ थ्याङ्क यू सिकाउनै पर्दैन हौ साँढे लामो लाउने कि रातो मात्रै लाउने रातो लगाइदिउँ ल तैँले लगाइदिएर पहेँलो केसहरू अलिकति लगाइदियो त्यो ठ्याक्क अलिक छाइदियो भने लगाइदिनुहुन्छ है बिगार्छ पनि ल रातो छ बोगान खानु बोक्रा त खानु हुँदैन सानो बोक्रा बाउले केरा पाएको बोक्रेसँग चपाएको है छोरा निवार होस् त बाहुनले केरा पाएको चियामा चोपेर खाएको जस्तो कुरो ल यो रक्सी खायो कि हो ल बहिनी लगाइदिउँ न दाइलाई भाइले लगाइदिउँ न ल टनी दादाले लगाइदेऊ न पहिला कस्तो यो समाज त यहाँ त रातो अलिकति मिलाएर लगाइदियो नियर ल कन्ट्रोल के हुन्छ नि त्यस्तै हो नि राम्रोसँग कस्तो यो हतार हतार भयो ल छोरा हतार नअरिकन लगाइदेऊ न के राखाएर हैरान छ भने गमका भोक लागेको नि हो भने गम खाइरहेछ यस्तो गर्नु है त यो हातै यस्तो टिक्का यस्तो लागि कुन चाहिँ फिङ्गर हो त्यहाँ सेलेक्ट गर्छ बोल्न सुधा भयो फुल्लो छ यति हो है दिदीलाई खुस्के भाइ कुन ए हो हमलाई त थाहा रहेछ नाकमा लगाइदिएर त्यसले त अहिले माथिमा नाकमा लाग्यो भयो 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 ल दिदीलाई यो चाम्ला त फुल हालेर पैसा देऊ अहिले 25 चापा खानु पर्छ नि दिदीसँग माग्ने हो आमै ओ मेरो एउटा चाहिँ जाने खा डाम्ना ल्याएर त्यस गर्नु पर्छ थाहा होला है फोटो खिचाउँछ एउटा अनि मात्र त्यो एकचोटि यो सोरौँ भने त्यो म नाकमा त हुँदैन यो पछि फिनिस गर्नु अर्कोले अर्को यहाँ पनि लाग्छ नयाँ कुचो कहाँ छ यहाँ आऊ न छोरा यही माग्नपट्टि होला यसलाई हटाउ छोरी मेरो त बत्ती त अहिले नि हाम्रो काम पनि उठ्नु हुँदैन अहिले उठ्नु हुँदैन छोरा बस न बडा शेष मात्रै भयो क्यालेन्डर पाउने हो है क्यालेन्डर पछि निभाए नि हुन्छ यो ज्यान चाहिँ एकैचोटि लानु चाहिँ पर्यो त्यहाँ त्यो मले छोरी अब कति मिनट भएको भयो 41 एकछिन फोटो खिचौँ भने कहिले